आज भोलि केही मानिसहरू आफ्ना नेताले जे भन्यो त्यसलाई सही साबित गर्न देशकै विरुद्ध प्रमाण खोज्न दौडिरहेको छन्। देशको सीमा, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमान बहसका विषय हुन सक्छन्, तर नेताको एउटा अभिव्यक्तिलाई बचाउन, आफ्नो राष्ट्रकै दाबी कमजोर बनाउने काम कदापि राष्ट्रवाद होइन। र यो सदनको सम्मानित माननीय ज्यूहरूले त्यस किसिमका गतिविधि नगर्न आग्रह गर्न चाहन्छु। नेता पूजा गर्ने, व्यक्ति पूजा गर्ने यति खतरनाक हुन्छ कि एक दिन मानिसले आफ्नो नेताको बचाउ गर्दै आफ्नो देशको पक्ष छोडेको यहाँहरूलाई स्मरण पनि रहँदैन। त्यसैले मैले सम्पूर्ण सदनलाई भन्न चाहे र यसमा अर्को कुरा राख्न चाहन्छु। सम्मानित सदनमा यस सभाभित्रका अभिव्यक्तिहरूलाई टेक्निकल रूपमा सच्याउन वा पुनः व्याख्या गर्न त सकिएला, तर मेरो गम्भीर चिन्ता छ। मेरो चिन्ता इन्टरनेसनल मेन स्ट्रिमिङ र विश्वव्यापी मिडियामा गइसकेको मेसेजप्रति पनि हो। प्रतिध्वनिहरू निर्माण भइसकेका छन्। हामी नेसनल र इन्टरनेसनल मिडियामा गएका मेसेजेसहरूलाई सच्याउन वा हटाउन सक्दैनौँ। अर्को कुरा, एकपटक कुनै अभिव्यक्ति अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा प्रवेश गरेपछि त्यो अपरिवर्तनीय कूटनीतिक छापको रूपमा स्थापित हुन्छ, जसलाई न मेटाउन सकिन्छ, न फिर्ता लिन सकिन्छ, न त सहज रूपमा सच्याउन सकिन्छ। र